म तपाईँहरूलाई देखाउँछु नि त यो बाँस त के हो कच्चा कच्चा छ त अन्त डरसरी छ त अन्त गाइस होइन यस्तो दामी रहेछ क्या गाइस होइन यहाँनिर चाहिँ बस्नु है टक्कै होइन हल्का पक्रिँदै एक ट्राई गरौँ हाम्रो प्रोले हान्नु आँटेको छ डाइभ चाहिँ हो 1 2 3 गो यो डाइभ चाहिँ कामेको अवस्था क्या उयो हेर्नु गाइस यस्तो चाहिँ गाइस अब सिँढी पनि कस्तो खतरा खालको क्या दामी खालको सिँढी होइन हल्का अब भित्र चाहिँ कस्तो खालको रहेछ यसो हेरिदिउँ न त होइन गाइस हेलो गाइस भन अलिक जोडले भन तिमीहरूको नाम एकजनाको नाम भन तेरो नाम अजत रेजा तेरो नाम मोहम्मद आसिफ तेरो नाम एमडी अदनान अलिक मजाले भन एमडी अदनान ल बाइ बाइ भन्दै बाइ बाइ दाजुको च्यानललाई भन दाजुको च्यानललाई भन्न अलिक जोड दाजुको च्यानललाई सब्स्क्राइब गर्नु बाइ बाइ भन्दै बाइ बाइ ल बाबा छोड त गाइस होइन भर्खरै मात्रै खुट्टाहरूसँग हल्का हो खुट्टाहरूले पनि बाइक रेस गर्ने अरे नि त घुम्नु गर्ने अरे नि त त्यही भएर चाहिँ घुम्नु गरेको अन्त ल अन्त चाहिँ यहाँ साथी पनि भेटेको अवस्था होइन त्यस्तै होइन अन्त चाहिँ आज हामी कहाँनिर जान्छौँ भन्दा यु क्यान सी है थम्बनेल र मेरो टाइटल भयो ल अन्त आधी केटाहरू चाहिँ मलाई छोडेर गइसकेको छ किनभने म अलिकति ढिलो भयो नि त यो गोप्रो पनि अलिकति मेरो चार्ज गर्नु थियो हो भन्दा पनि यहीँ रहेछ केटाहरू हो केटाहरू को छ भन्दा हो एउटा क्लासिक मिटियर हो यो क्लासिक इन्फिल्ड मिटियर यो क्लासिक 350 अन्त हिमालय अन्त गाडी हो अन्त अरूहरू चाहिँ तिनवटा बाइकमा सबैजना डबल राइड होला हो अन्त म मात्रै हो सिङ्गल राइड चाहिँ त्यस्तो छ कुराकानी जिन्दा जाने हो यता हाम्रो सुविधा ल त्यसो भने गाइस म तपाईँहरूलाई तल भेट्छु आज चाहिँ मेरो ब्याट्री अलिकति ओपरै कम्ती थियो है म तल भेट्छु है यो गाइस म चाहिँ अगाडि बिट गरेको अवस्था है हामी जाँदैछौँ आज चाहिँ ड्रिम आइल्यान्ड भन्ने ठाउँमा अन्त मेरो फ्युलअप पनि फ्युलअप चाहिँ गर्नै पर्ने हुन्छ मैले हो फ्युलअप गर्छु फ्युलअप गरिसकेर म भेट्छु तपाईँहरूलाई ल अहिलेको लागि चाहिँ बाइ आइपुग्छ हामी चाहिँ कहाँनिर आइपुग्छ भन्दा यो तपाईँहरू मेरो राइटपट्टि देख्नुहुन्छ कि यो डल्लै रोडाथाङ बजार हो हामी चाहिँ रोडाथाङ जानु पर्दैन नि त त्यो ठाउँमा जानु लागि चाहिँ जो हामी रोडाथाङको त्यो पुल नकाटी यहाँबाट चाहिँ हामी चाहिँ ओह्रालो जानुपर्ने हुन्छ नि त हो यसरी होइन जानुपर्ने हुन्छ सो यहाँबाट चाहिँ तपाईँको चाहिँ एडभेन्चरस राइड सुरु हुन्छ होइन म अन्त यहाँबाट चाहिँ अब सुरु हुन्छ नि हेर्नु गाई त्यस्तो चाहिँ बाटो चाहिँ त्यो ड्रिम आइल्यान्ड जाने नि त अब ड्रिम आइल्यान्ड चाहिँ किन भन्छ भन्दाखेरि चाहिँ अब त्यो ठाउँै अब ड्रिम जस्तै हो नि त होइन दामी चाहिँ ठाउँै हो म तपाईँहरूलाई अहिले त्यहाँ पुगिकन चाहिँ हल्का है सिनेमेटिक देखाउने कोसिस गर्छु अन्त मेरो केटाहरू चाहिँ मैले भर्खरै भेटेको यस्तो स्पिड आएको कि गाइस होइन उनीहरूले चाहिँ मलाई चाहिँ छोडेको थियो यहाँनिर हल्का टनल आइपुगेको अवस्था अनि टनलमा चाहिँ अगाडि केटाहरू अगाडि छ म चाहिँ अहिले चाहिँ पछाडि बसिदिएको नि त किनभने अब टनलमा चाहिँ अब पुरा हो केयरसँग जानु यहाँ माथिपट्टि हेऱ्यो भने चमेरै चमेर छ कि गाइस
हेर्नु न गाइस अब कता कताबाट लानुपर्ने हो केही बाटो अप्ठ्यारो केही देखेको पनि छैन हो अन्त त्यही माथि एउटा पुलिस बाल्दै ह्याप्पी नराम्रो बनायो गाइस नराम्रो घिनै लाग्दो बनाएको गाइस हेर्नु न आम्बो लाग्यो तडक ओपर बनाएको गाइस के बनाएको के हो गुन्जेकोहरू जस्तै भयो कि तर गाइस तर तनाको घिनै लाग्दो के गाइस हो हेर्नु न यहाँ अब के हो त्यो अब पानी कहाँ हो बाटो नै हो कहाँ मजाले त्यो हेर्दैछु नि त गाइस हो अगाडि केटाहरू त गयो जान्छ हो अन्त फाइनली भएको अवस्था र उयो हेर्नु न गाइस अब कहाँबाट लाने यहाँलाई ल अगाडि जानु दिइहाल्छु किनभने यसकै टायरको भाग चाहिँ मैले फलो गर्नु पऱ्यो नि त होइन यसको चाहिँ हेर्ने गाइस के यो खोला हो कि तल खोला हो कि रोड हो यस्तै कुराको अवस्था हिँड्नु हेर्नु न दामी ल त गाइस लु अहिले त फाइनली भन्नुपर्दाखेरि चाहिँ ड्रिम आइल्यान्ड चाहिँ हामी चाहिँ आइपुगेको छौँ हो अन्त उहाँदेखि उता चाहिँ डल्लै ड्रिम आइल्यान्ड हो अन्त हामी चाहिँ अब बाइक चाहिँ कतापट्टि राख्छौँ भन्दाखेरि चाहिँ उयो माथि नै लानै पर्छ होला बाइक त हो यसो देख्दा त लाने कोसिसै गर्छु है किनभने चाहिँ अब यति लगान त के एडभेन्चर गर्नु लानु पऱ्यो नि केटा हो भाइ लाग्छ गाइस क्र्यास भयो मेरो साथी अर्कै उयो आउँदैछु गाइस रड्डी भयो स्टार्टै भएन गाइस के हो त्यो खेल्नु पर्दैन कि भएन एकछिनमा म न्युटेल हालिदिउँ न्युटेलमै छ त उता ठेल्नु भन्दा यता ठेल्नु होइन ओइ लाइन पनि आएन त ए लाइन आइरहेको छैन अहिले अफ नै गर्नु एकछिन न हौ अहिले अफ नै गर्नु नि साइलेन्समा पस्नै हुँदैन अनि यति छिटो त पानीमा पस्नु पर्ने त है खेल हुन्छ गाइस यहाँनिर चाहिँ बाइक स्टार्टै नभएर उयो बाइक चाहिँ लडेको नि त अन्त केटाहरूले चाहिँ पुरा उयो गराउँदै हुँदैछ हो अब ब्याट्रीहरूमा चाहिँ पानी पसेको थियो होला सो त्यही भएर हौ केटाहरूले ढल्काएर ओढेर के गऱ्यो हो घरिघरि जुरुक बाइक उचाल्छ के गरेको ब्रेक के गर्दैछ त गाइस धक्कामा स्टार्ट गर्ने ट्राई पनि गर्दैछ हो धक्कामा कहाँ हुन्छ स्टार्ट हो त्यस्तो छ नि त गाइस होइन लास्ट ट्राई गर्छु अब स्टार्ट भयो स्टार्ट भएन भने चाहिँ अब खै कुनै के हो कसो हो अब होइन एकछिन नभए चाहिँ सुकाउनु पर्ने रहेछ पानी पसेको रहेछ हो गाइस होइन ट्याङ्कीमा सो त्यही हो 1 2 3 गो ओइ इदो आज केही हुँदैन गाइस अब भर्खरै मात्रै चाहिँ यो चाहिँ होइन क्र्यास भएको नि त ओइ कस्तो भयो क्र्यास भएको एक्सपिरियन्स भन्न ईदको दिन तिमीहरूकै अब रमझमको दिन र यता केटाहरू हो अन्त सुझ्दा ऊ पर छ सुझ्दा अघिदेखि नै रेडी हो अघिदेखि नै हो
अन्त गाइस हामी चाहिँ अहिले यहाँनिर आइपुगेको छौँ अन्त ड्रिम आइल्यान्ड भनेको चाहिँ उतापट्टि हो तपाईँले त्योपट्टि पनि अहिले म एकछिनमा लान्छु होला एज यु क्यान सी हियर है दामी खालको ट्रीको हाउसहरू छ यहाँ माथितिर अन्त यता चेपी मजा आयो केमा चाहिँ मजा आयो तँलाई केमा ए बाइकमा चढ्नु भयो अन्त यता सुदाजु के छ सुदाजु के छ भन्नु त्यही हो अब त्यस्तै छ हो अन्त खै त्यो उयो ग्लास दिनु त मलाई ल त गाइस टक्कै अब यहाँनिर चस्मा पनि पाएको अवस्था चस्मा एक लगाइदिउँ न होइन कस्तो देख्दो रहेछ अन्त हेर्नु न गाइस हो यहाँ माथि चाहिँ ट्री हाउस दामी रहेछ नि ट्री हाउस हो हेर्नु न दामी खालके यो चाहिँ डल्लै अब यो माथिको रोडबाट चाहिँ म तपाईँहरूलाई देखाउँदै थिएँ नि क्या यो रोडबाट क्या यो रोडबाट यताबाट देखाउँदै नि त्यही हो यो ठाउँ चाहिँ ड्रिम आइल्यान्ड भन्छ अन्त यहाँ हेर्नु न गाइस कस्तो दामी खालके हो अन्त केटाहरू पर जाने अरे हेलमेट मैले परै छोडेँ हो त्यस्तो त्यो हराउँदैन त्यस्तो केही पनि हुँदैन हो ठिकै छ अन्त अहिलेसम्मको राइड यहाँसम्मको राइड चाहिँ है दामी नै भयो भन्छु दामी 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 गाइस है ओभर दामी डाइभ हानेको अवस्था खेल्दै रहेछ यसले पनि पौडी त खेल्दै रहेछ यी गाइस होइन दामी पाराले ए ल डुब्यो गाइस जसले मै मात्रै छैन अब पौडी खेल्नु केही नखेल्नु आएको मै मात्रै हो त्यस्तै छ कुराकानी र यति भन्दै म तपाईँहरूलाई जान्छु होला त्यो जाँदाखेरि चाहिँ म तपाईँहरूलाई परको त्यो सिनहरू चाहिँ म देखाउनु कोसिस गर्छु ल गाइस अहिलेको लागि यति नै ल तपाईँलाई एकछिनमा देख्छु अब बाई बाई गाइस अब चाहिँ यहाँनिर चाहिँ हाम्रो प्रोले हान्नु आँटेको छ डाइभ चाहिँ हो गाइस हेर्नु है अब 1 2 3 गो आमा यो अन्त डाइभ चाहिँ यो अन्त डाइभ छत्तेरिया हाम्रो प्रोले डलाग्दो डाइभ हान्दिने हो गाइस छत्तेरिको आम्बो हेर्नु नि हेर्न गाइस है यो चाहिँ यहाँनिर हल्का होइन कामेको अवस्था क्या उयो हेर्नु गाइस यस्तो चाहिँ केटाहरू एक छ सबैजना हो मै मात्रै हो नखेल्ने चाहिँ अहिले भन्नुपर्दा चाहिँ फिलहालमा चाहिँ है केटाहरू टन्न पारेर चाहिँ मजाले होइन पौडी खेलेर चाहिँ केटाहरू चाहिँ मजाले आएको छ हो केटाहरू आफ्नो बाइकमा होइन म चाहिँ तर मेरो बाइक धुँदिनँ केटाहरूले बाइक धुने अरे सो त्यही कारण धुओस् हो त्यतिन्जेलसम्म धुन्जेलसम्म चाहिँ मेरो के भन्ने एकजना भाइ र म चाहिँ है ड्रिम आइल्यान्ड तपाईँको ड्रिम आइल्यान्ड वेलकम टु ड्रिम आइल्यान्ड है ड्रिम आइल्यान्डमा चाहिँ हामीले जाने कोसिस गर्छौँ हो सो हेर्दै जाउँ अब के हुने रहेछ कसो हुने रहेछ अन्त एन्ट्री फ्री पर्छ कि पर्दैन है आई लेट यु नो द प्रोसिजर है त्यही छ कुराकानी जिन्दगानी ल त्यही भन्दै चाहिँ अब म तपाईँहरूलाई चाहिँ लान्छु है त है ड्रिम आइल्यान्ड सो लेट्स गो ल त गाइस है यहाँनिर आएर चाहिँ तपाईँहरूले चाहिँ पहिला सर चाहिँ के गर्नु पर्दो रहेछ भन्दाखेरि चाहिँ अब क्यास छ भने क्यास दिँदा पनि भयो क्युआर कोड छ भने यहाँ क्युआर कोडमा आएर चाहिँ एन्ट्री गर्नु पर्दो रहेछ एन्ट्री चाहिँ जस्तो कस्तो छ भन्दाखेरि चाहिँ पर पर्सन क्या अब यो भाइ र म छु होइन यो भाइ र ममा चाहिँ अब कति भयो भन्दाखेरि चाहिँ 50ले गर्दाखेरि यो भाइ दुईजनाको चाहिँ हामी चाहिँ 100 भयो नि त सो त्यही छ कुराकानी जिन्दगानी र अब चाहिँ यहाँनिर गएर चाहिँ म तपाईँहरूलाई टोटली एक्सप्लोर गर्नेवाला छु यो चाहिँ कहाँनिर पर्छ भनेर यो चाहिँ तपाईँको पर्छ रोडाथाङदेखि तपाईँहरू रम्फू साइड जानुभयो भने चाहिँ यो माथिको बाटोबाट चाहिँ तपाईँहरू देख्नु सक्नुहुनेछ होइन यो ठाउँलाई चाहिँ सो त्यही छ अन्त या हेर्नु न गाइस होइन दामी खालके हो यस्तो दामी खालके होइन म तपाईँलाई यसरी भनेर चाहिँ म एक्सप्लेन गर्नु सक्दिनँ होइन म तपाईँहरूलाई चाहिँ हल्का सिनेमेटिक वेमा चाहिँ म एक्सप्लेन गराउनु चाहन्छु होइन तपाईँलाई कस्तो लाग्यो तँलाई कस्तो लाग्यो दामी लाग्यो है सबैलाई एकखेप चाहिँ आउनै पर्छ
केपमा गएर चाहिँ अब बस्नुपर्ने हुन्छ होला हो कताबाट हो बस्नु के अरे पर्ने चाहिँ उयाँपट्टि एउटा दुलो रहेछ होइन म तपाईँहरूलाई देखाउँछु है यहाँनिर गएर चाहिँ के कसो रहेछ भनेर चाहिँ म तपाईँहरूलाई देखाउँछु नि त अब यो बाँस त के हो कच्चा कच्चा छ त अन्त डरसरी छ त अन्त गाइस होइन यस्तो दामी रहेछ क्या हो गाइस होइन यहाँनिर चाहिँ अब बस्नु टक्कै होइन हल्का लु पक्रिँदै यहाँ एक ट्राई गरौँ है बस्न ट्राई गरौँ न होइन दामी पर्खाएको क्या दामी रहेछ नि त जग्गा चाहिँ होइन भ्यू कति छ भ्यू कतिको छ बाहिरको यतिको जग्गा चाहिँ अब यस्तो दामी जग्गा चाहिँ होइन गाइस होइन तपाईँहरूले कहीँ पनि देख्नु सक्नुहुने छैन यो चाहिँ कहाँनिर हो भन्दाखेरि चाहिँ रिनक बजारदेखि अलिकति तल पर्छ रोडाथाङ बजारदेखि चाहिँ त्यस्तै लगभग 10 मिनट्स भनौँ न किनभने रोडको कन्डिसन त्यस्तो दामी चाहिँ छैन 10 मिनट्स चाहिँ लाग्छ तपाईँहरूलाई हो सो डु भिजिट के होइन वान टाइम चाहिँ तपाईँहरू आउनुभयो भने डु भिजिट प्लिज छैन यो चाहिँ दामी लाग्यो मलाई नै हो म तर आउनु चाहिँ अस्ति पनि आएको तर अस्ति चाहिँ अब योहरू के पनि बनाएको चाहिँ थिएन उयोहरू मात्रै थियो सो त्यही भएर चाहिँ आज चाहिँ दामी क्या दामी 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 होइन एकदमै दामी लाग्यो होइन अन्त भाइ तँलाई कस्तो लाग्यो दामी छ नि एकदम सफा जग्गा होइन ल त गाइस अहिले भन्नुपर्दाखेरि चाहिँ हाम्रो यहाँनिर चाहिँ ट्री हाउसमा आइपुगेको अवस्था हो अन्त अहिले पनि यो र म नै छ अरू केटाहरू चाहिँ हाम्रो चाहिँ गइसक्यो अरे अन्त यहाँबाट चाहिँ हामी चाहिँ यो ट्री हाउसलाई चाहिँ हल्का एक्सप्लोर गर्नु चाहन्छौँ सो यस्तो रहेछ नि त हेर्नु न गाइस अब सिँढी पनि कस्तो खतरा खालको क्या दामी खालको सिँढी होइन हल्का अब भित्र चाहिँ कस्तो खालको रहेछ यसो हेरिदिउँ न त होइन गाइस के हो कसो हो अन्त आम्बो यस्तो गोलो घुमेको जस्तो लाग्यो त गाइस होइन दामी बनाएको रहेछ नि त दामी एडभेन्चरस क्या हुन्छ नि गाइस एडभेन्चरस होइन अन्त यहाँ चाहिँ अलिकति सम्हालेर आउनुपर्ने रहेछ अन्त दामी क्या दामी आम्बो हेर्नु नि यहाँनिर चाहिँ अहिले चाहिँ अन्डर प्रोसेसै रहेछ मेकिङमै रहेछ हो बन्नेको छैन होला नि त यो साइड चाहिँ होइन कम्प्लिट भएको छैन होला या अब चाहिँ हामी चाहिँ झर्छौँ अन्त त्यही हो अब ट्री हाउसको सबैतिर है चारैतिर ट्री हाउस एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा होइन सो गाइस इन टोटल है 6 ट्री हाउसहरू रहेछ अन्त यहाँनिर पनि सानोहरू रहेछ सानोमा त अब बस्दैन होला अरू कोही अब त्यस्तो काम गर्नेहरू बस्छ होला नि त सो त्यही हो यहाँ हेर्नु न गाइस त्यस्तो छ हो मजा आयो क्या मजा आइदियो आज चाहिँ होइन तपाईँहरू पनि डु भिजिट प्लिज होइन डु भिजिट है यहाँ आएर चाहिँ तपाईँहरूले पनि दामी इन्जोय चाहिँ ओभर गर्नु हुनेछ स्पेसली नानीहरूको लागि हो त्यो त्यही छ अन्त यति भन्दै म तपाईँहरूलाई अब बेसी बकबक गर्दिनँ होला अर्को भिडियोमा म तपाईँहरूलाई भेट्छु अर्को भिडियो त के अहिले मोटो भ्लगिङमा भेट्छु होला म तपाईँहरूलाई हो सो अब चाहिँ हामी पनि यहाँबाट चाहिँ फर्किन्छौँ त्यति नै छ अहिले चाहिँ म भेट्छु ल बाई अहिलेको लागि दर्शन राई हो कति क्लास हो क्लास 1 तिमी पनि आउन यहाँ अन्त तिमीहरू पनि आउन अन्त यहाँ छिटो न तिमीहरू चाहिँ कति क्लास हो 1 हो तिमी तिनैजना 1 नै हो एउटै क्लास हो 3 जना चाहिँ बेस्ट फ्रेन्ड हो बेस्ट फ्रेन्ड हाम्रो गाइस उनीहरू चाहिँ बेस्ट फ्रेन्ड अरे बिचारा के अरे नाम फेरि दर्शन राई के हो रिया तिम्रो चाहिँ बहिनीको त अगाडिको दाँतै छैन यी गरेर छिटो यी गरेर बाई बाई भन्छ नि बाई बाई भनिदेऊ न बाई बाई छिटो तिनैजना हौ बाई बाई भनिदेऊ न ल